धेरै धेरै धन्यवाद। हामी चाहिँ यस मन्त्रालय अन्तर्गत गर्न गइराखेको काम बारेमा चाहिँ हामी विस्तृत रूपमा चाहिँ तपाईहरुलाई चाहिँ प्रवक्ताज्यूले चाहिँ आजको निर्णय चाहिँ हाम्रो युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ताजीले चाहिँ यो बारेमा चाहिँ तपाईहरुलाई चाहिँ ब्रिफ गरिदिनुहुन्छ। सचिव लगायत आज यहाँ उपस्थित रहनुभएका सम्पूर्ण पत्रकारहरू र अन्य सम्पूर्ण कर्मचारी सरनामहरू आज मन्त्रीज्यूको बहालीको सबभन्दा पहिलो निर्णयको रूपमा यो युवा तथा खेलकुद मन्त्रालय र अन्तर्गतका सबै निकायहरूका सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने गरी निर्देशनपूर्ण प्रतिबद्धताका लागि सबैलाई जानकारी गराउने भन्ने निर्णय भएको छ। यति निवेदन गरे।